Hello, good morning, Hello guys. We are in Romania. It's our day 2. We are going to the work. के गर्नु काम गरे पैसा आयो माम त्यस्तै छ काम रोमानिया बिहानको 6 बजिरहेको छ हाम्रो बटालियन हिँड्ने हैन त टोली हाम्रो बटालियन टोली टक्क लाएर हैन 9 जनाको टोली केरा भिरेर यस्तै छ हैन रोमानिया चाहिँ बिहानै उठ्नी झोला टक्क भिर्नी झोले जिन्दगी के बोक्यो हिँड्यो सर के छ एकदम ठिक छ रोमानियन लाइफ आज डे 2 है बिहान ओए यता हैन सिधा 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 पारितिर सिधै हो होइन हुन्न हुन्न त्यस्तो हराइन्छ यो चाहिँ हाम्रो डेली लाइफ सोनु सर केही भन्नु छ के भन्नु अब जाडो छ अब ड्युटी हिँडेको अब हाम्रो डेली रुटिन यही हो नि त भन्नै पर्दैन यो त बिहानै उठ्ने झोला सोला बोक्ने अनि हिँड्ने यस्तै छ है अब हाम्रो चाहिँ यता प्रवीण होइन अनि यता टोलीहरू यता छ यी यो बटालियन हाम्रो चाहिँ म त ननुहाकै कति दिन भयो अनि दाइ के छ दाइ रोमानियन लाइफ आज डे 2 रोमानिया कस्तो लागिरहेको मेरो दाइ केही भन्नु न अब आउने कसैलाई पनि के रोमानिया आउनु चाहनेहरूलाई किन टाइम हुँदैन खानु गर्ने बस्नेको टाइम हुँदैन टाइम हुँदैन अनि हामी 6 बजे न भात पकाउनु पाइयो न केही छ हजुर रोमानिया नआएबाट खाडी मलाई ठिक छ कि खाडी नै ठिक छ है साउदी कतारबाट खानु त पाइन्छ यहाँ त टाइम छैन कमसेकम कम्पनीले पकाएर दिन्छ नि हैन यहाँ त रुम देखा कहाँ हो अब ड्युटी कति टाढा दाइ ड्युटी ल 45 मिनेट लाग्छ 45 मेट्रोमा हैन मेट्रोमा त्यो पनि फेरि मेट्रोमा फेरि यो चाहिँ विचार गरौँ साथीभाइहरू मेट्रोमा है यो हिँडेर होइन 45 मिनट लाग्छ अब अहिले चाहिँ हामी मेट्रो स्टेसन गइरहेको के यहाँबाट अब मेट्रो स्टेसन जानु पर्यो मेट्रो स्टेसनबाट मेट्रो चढेर अनि जाने हो मेट्रोमा जानुपर्छ यस्तै छ साथीहरू रोमानियाको जिन्दगी ल है डे 2 ड्युटी सिद्धियो अब लागिरहेको हो अफिसतिर होइन अफिस जानुपर्ने हुन्छ गाइस पुस्टे ना रुन्ते वी आर गोइङ टु कुन्तुर रोड यो चाहिँ के भने मलाई थाहा छैन होइन अब यस्तै छ कि अब रोमानियाको लाइफ चाहिँ अब टक्क बिहान 6 बजे उठ्यो अनि हिँड्यो अब अहिले अब ड्युटी सिध्यो अनि हिँड्यो ठिक छ जिन्दगीमा मान्छेले काम गर्नै पर्छ यो चाहिँ एकदम नेपालमा काम नगरेर डुकुल लन्ठु बस्यो मान्छेलाई तिमी के भन्छौ जसमा गाइज होइन केही न केही त गरौँ है प्लिज यहाँ आएर एकदम गाह्रो छ है एकैछिन काम गर्दा चाहिँ त्यो अलिकति मान्छेलाई यहाँ आएर गाह्रो छ नि सोच पनि हुँदैन ठिक छ काम त्यस्तो प्लान छैन हाम्रो गरिराखेको छौँ हेलो के भन्नु चाहनु तपाईँ 2 दिनमा आउनुपर्छ रोमानिया भेट्नुपर्छ है रोमानियाको हामी कहाँ हो एउटा केटीले बोलाइरहेको यार हामी चाहिँ रोमानियाको बुकारेस्ट सिटीमा हो भन्नुलाई चाहिँ धेरै टाढा चाहिँ छैन ल लगाइ जब अहिलेको कुरा फेरि अब अगाडि गर्दै जाउँला होइन